मर्निङ एभ्रिवान। आज फेरि 4 बज्दैछ फेरि हो 4 बजी। अब उठ्नुपर्छ। मेरो छोरा उठेकै छैन। एक्सक्युज मी। सो 4 बजी उठेको चाहिँ बहुत दिन भइसक्यो। आज पनि हुनुपर्छ, भोलि लास्ट हो। सो आज चाहिँ छोरा उसको इक्जाम्सले गर्दा उठेको हामी चाहिँ 4 बजी हो। कस्तो चिसो छ, बाहिर चाहिँ निक्लिन नसक्नु भाइ। जानु, उठ्नुहोस्। यस्तो अँध्यारो हुन्छ बिहान चाहिँ। यस्तो अँध्यारोमा चाहिँ उठ्नुपर्छ है छोरा। छिटो अँध्यारोमा उठेर चाहिँ हामी चाहिँ के गर्नुपर्छ छोरा, हामी ब्रस गर्नुपर्छ है। ब्रस गर्नुपर्छ। मेरो छोरा उठे अँध्यारो चाहिँ लड्छ है। उठाउनु। हामी यसरी अब चाहिँ हामी यसरी चिया खान्छौँ हो। भाइले दुध खान्छ है छोरा। अन्त म यही खान्छु हो। यसरी तातो यो नखाइन्छ फेरि। छोरा खाऊ त। तिमी तातो छ खान सक्दैन होला नि। के लगाएको? ओठ फुट्यो? अब 1 दिन 2 दिन छ, त्यहाँदेखि फुट्दैन। त्यहाँदेखि ढिलो उठ्नु ल। कहाँ लान्छ बाबाले? कहाँ हो त्यहाँ चाहिँ? कञ्चनजङ्घा भन न अन्त। यहाँ लानुहुन्छ अरे पापाले? ओके। यहाँ जानुको लागि चाहिँ के हुनुपर्छ? फर्स्ट सेकेन्ड थर्ड 10 सम्म चाहिँ हुनुपर्छ। 10 सम्म हुनुपर्छ अरे? ओके। 10 सम्म भएन भने चाहिँ लानु हुँदैन अरे? यो सुँगुरको राखेर नि फेरि। गुड मर्निङ। आज चाहिँ एकदमै घाम लागेको छैन। धुम्म कञ्चनजङ्घा हेरिहाल्नुहोस् कति दामी देखिरहेको छ हो। यो सुँगुर कराएर चाहिँ डिस्टर्ब गरेँ नि त कञ्चनजङ्घालाई चाहिँ। बढी बजीले चारो देख्छ छैन क्या आज। नानी स्कुल पुऱ्याएर आउँदा चाहिँ मैले सागको बिउ लिएर आएको छु। आलु त सबै कोट्टाइदिएछ त। अब चाहिँ म यहाँ साग रोप्छु। आलु पनि रोपेको थिएँ, कोट्टाइदिएछ सबै। अस्तिको चाहिँ कुखुराले यस्तो बनाइदिएको छ। उपर चाहिँ अलिकति राम्रो हुँदैछ। रोपेँ। अब चाहिँ म यहाँ टक्क मल हाल्छु माथिबाट हो। दामी भयो साग। मेरो काम चाहिँ यसरी सुरु हुन्छ स्कुलबाट आएपछि चाहिँ हो। साग रोपेँ। अब यहाँ चाहिँ हाल्छु कुखुरालाई। अनि कुखुरा चाहिँ यहाँ छ। ओके ल यता पनि हालिदिन्छु ल। भेटिनुहोस्। मुन्टो अर्किन थालेछ ठुलो भएर। 6वटा छ कुखुरा चाहिँ हो। 4टा भाले, 3टा पोथी। खा यति चाहिँ खा। मेरो छोरा चाहिँ स्कुलबाट आएर पनि मोमो खाँदैछ है यहाँ बसेर। नास्ता चाहिँ उसलाई छुछु गरेको अरे अम्मा। नास्ता चाहिँ खाएन रहेछ उसले। के लन्च चाहिँ खाएन रहेछ। अन्त आएर चाहिँ मोमो खाना आँटेको टेस्ट गरेर भन्छु ल। तातो तपाईं
सानो दिएको थियो ए ठुलो दिएको थियो मैले सानो मिठो खाऊ त राम्रो छ मैले यस्तो भएको छ है छिटो खाऊ छिटो सुत्नुपर्छ तपाईँले सानो खाइछ सुनौ दुईटा मात्रै पाए यहाँ हेर्नुहोस् ल साथीहरू यहाँ चाहिँ मेरो खजाना छ के खजाना भनेर भन्दा चाहिँ नि यहाँ चाहिँ मैले किन हट हाउसभित्र लिएर राखेको भन्दा चाहिँ यहाँ चाहिँ एकदम तातो जग्गा हुन्छ नि त घाम आउँछ बाहिर सुकाएर उयो उठाएर गर्नु पर्दैन र चाहिँ यहाँ लिएर चाहिँ यसरी राखिदिएको यो चाहिँ मेरो खजाना हो खजानामा चाहिँ के छ भन्दा चाहिँ हेर्नुहोस् यो चाहिँ 4-5 वर्ष भयो होला भिजाको निम्बु हो यो चाहिँ एकदमै दबाई हुन्छ नि त मुखहरू दुख्दा के हुँदा यो चाहिँ हर्लिक्सको बट्टामा खुर्सानी यसमा नअटेको खुर्सानी चाहिँ यहाँ चाहिँ खुर्सानी हो यहाँ नअटेको खुर्सानी चाहिँ यहाँ छ यहाँ चाहिँ छ मुलाको अचार हो यहाँनिर अलिकति धुलो उडेर आएछ कि तर बन्छ छन्नु चाहिँ सबै यहाँ चाहिँ आँपको अचार तामाको अचार बनाना वाइन यो र यो चाहिँ बनाना वाइन है बनाना वाइन हो कि यो चाहिँ कहिलेको केही बेला घरमा पाहुना आउँछ अब केही चियापानी नखाने हुन्छ वाइन मात्रै खाने हुन्छ नि त तिनीहरूको लागि सो यो चाहिँ हो रुख टमाटर अनि यो चाहिँ हो मटर र मुलाको अचार अनि यो चाहिँ छ प्योर अर्ग्यानिक मेरो घरमा मैले रोपेर फुलेको रोजको पेटल्स टिपेर हालेर चाहिँ रोज वाइन बनाएको मैले कसैलाई खानु मन छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईँले मसँग यो म चाहिँ घरमा टाइम पास हेरिहाल्नुहोस् है मेरो चाहिँ घरमा नानी स्कुल गएपछि चाहिँ के गरौँ हुन्छ सामानहरू के छ भने चाहिँ म के गरिबस्छु कामहरू हो सो यो चाहिँ मेरो खजाना यहाँ राखेको हट हाउसभित्र हो किनभने यहाँ तातो हुन्छ नि त भित्र अन्त घरि सुकाउनु बाहिर घरि उठाउनु फेरि काँचको बोतलहरू चाहिँ फुट्छ भनेर सो ओके बाई यति नै आजको लागि अन्त चाहिँ अब मेरो हस्बेन्ड आउनु हुँदैछ छुट्टीमा हो 3-4 महिना बाद सो उसको लागि चाहिँ आज चाहिँ घरमा एकदम मैले त्यस्तो ग्रेभी टाइपको मन पराउँछ नि त चिकन चाहिँ सो उसलाई चाहिँ आज चाहिँ एकदम उयो चिकन ग्रेभीवाला बनाइदिएको छु हो चिकन करी सो अब भोलि चाहिँ म उसलाई सुप खुवाउँछु घरको देसी हो आज चाहिँ अब मार्ने मान्छे थिएन बनाउने मान्छे थिएन हो त्यही भएर मजा गरेर सो भोलि चाहिँ ऊ आइपुग्छ भनेर बनाएपछि चाहिँ फेरि सुप बनाइदिन्छु एकदम हो अब चाहिँ उसलाई यस्तो मनपर्छ नि त उसलाई चाहिँ ग्रेभी टाइपको पर्दैन अन्त भोलि त लास्ट हो पर्सि त फेरि पढ्नु पर्दैन होला होइन भोलि बिहान 4 बजीसम्म उठ्नुपर्छ होइन भोलिसम्म ओके बिहान भयो पढाऊ बेलुका भयो पढाऊ अत्तु भइसक्यो कहिले सक्ने एक्जाम छोरा निन्द्रा लागिसक्यो कहिले सुत्ने ड्याममै 10 बजीसम्म भइसक्यो है स्कुल त लाग्छ नि पर्सि पनि त हो एक्जाम औ अर्सिल यहाँ हेर को आएछ अर्सिल को आएछ हेर त हेर न को आएछ को चिनेन अर्सिल सरप्राइज फुटेको ए दबाई लगाइदिउँ मैले बिर्सिरहेको रहेछु चिन्दैन रहेछ ल्या तिमी जाऊ होस् फर्क चिन्दैन त रहेछ आइसक्रिम खै म खान्छु नि अलिकति खाइहाल्छ नि ए हिउँमा गएर उयो खाने पनि माजा पनि लियो सरप्राइज भन्दा त्यस्तो लाटा भए जस्तो रहेछ है बाबाको मिस पनि माया गर्दैन होस् जाऊ भोलि आऊ ल एची
एक्टिङ चाहिँ फेरि यसको मान्नुपर्छ नि 100 मा 100 छ नि भाइ मलाई दिइहाल न पहिला म खाइहाल्छु यसलाई नदेऊ न हसी भोलि बिहान उठोस् न ल अर्सिल ओ हेर न बाबाले के ल्याइदिनु भएछ मिठाई भन्दा चाहिँ उठेको अरे सरप्राइज भन्देऊ न अन्त छिटो अब चाहिँ पक्कै निन्द्राबाट आयो को हो भाइ को कति मिस गरेको थियो बाबालाई अन्त किन रुको बाउ पनि रुयो के अरे बाउ छोरा रुँदै भेट्नु अर्कोले मन्टु लुकाएको हेर्नु नि बाउले उता लुकाउँछ छोराले यता लुकाउँछ हो हेर्नै मान्दैन हेर्नु त बाउ यता हेर खै दुईजनाको साथमा हेरौँ एकसाथ हेरौँ यता फर्केर यता फर्केर हेरौँ दुईजनाको एकसाथ दैलोले फुटाएर खान्थ्यो नि अर्सी ल्याएको तिमी सक्दैनौ तिमी यो खाएर स्ट्रङ हुनु अनि दोस्रो बार उयो गर्नु ल ओके बाई भनिदिनुहोस् अर्सिल अर्सु बाई भनिदिनुहोस् बाई भनिदिनु बाई 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 एभ्रिवान आज चाहिँ यति नै फेरि भोलि भेटौँला